नमस्कार सबैजना मलाई हेरिरहनु भएको दर्शकवृन्दहरूलाई र आज एउटा फेरि सानो इन्फर्मेटिभ भिडियो लिएर आएको छु है। कृपया गरेर भिडियो अन्तिमसँग हेरिदिनु होला र यो विषय एकदमै गम्भीर पनि छ हाम्रो पहाडको लागि। सो त्यही भएर सबैलाई रिक्वेस्ट गर्छु भिडियो अन्तिमसम्म हेरिदिनु होला। र भिडियोको विषय चाहिँ के छ भन्दाखेरि सर्वप्रथम चाहिँ म त्यहाँ बस्ने बासिन्दाहरूलाई चाहिँ एकदम माफी माग्न चाहन्छु हैन कि यो चाहिँ अब एउटा पर्सनल एजेन्डा लिएर एउटा नेगेटिभ वेमा मैले हालेको भिडियो हैन। सो त्यो चाहिँ तपाईहरुले बुझेर एउटा पोजिटिभ वेमा लिदिनु होला। साथै यो जग्गामा जुन चाहिँ एडमिनिस्ट्रेटिभ पोस्टमा बस्नु भएको मान्छेहरू हुनुहुन्छ है, अफिसर्सहरू हुनुहुन्छ, वेदर इट बी अ गभर्नमेन्ट अर कन्ट्र्याक्चुअल बेसिसमा होस् या पोलिटिकली तपाईहरु कनेक्टेड होस्, त्यसमा पनि म एउटा तपाईहरुलाई चाहिँ के रिक्वेस्ट गर्नु चाहन्छु भने चाहिँ तपाईहरुले यसो यहाँनिर वेस्ट म्यानेजमेन्ट सिस्टम एरेन्ज गरिदिनु भयो भने चाहिँ धेरै नै राम्रो हुन्थ्यो होला एज मेरो ओपिनियनको हिसाबमा चाहिँ हैन, मेरो विचारको हिसाबमा चाहिँ। र भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। जग्गा कुन चाहिँ हो, कहाँ हो तपाईहरुले देख्न सक्नुहुनेछ। चिन्नु हुनेहरूले फरवर्ड गरिदिनु होला। र यो चाहिँ एकदमै यो पर्सनल एजेन्डा चाहिँ हैन, मलाई यो मात्रै जग्गा यस्तो छ भनेर पनि भन्नु हैन। तर म अब यो बाटो आउजाउ गरिबस्थेँ हैन, तर मलाई कहिले पनि मौका मिलेको थिएन त्यहाँनिर उत्रेर हेर्नुको लागि। तर फर्चुनेटली अस्ति म एउटा पूजा एटेन्ड गर्नु आउँदाखेरि चाहिँ मैले त्यहाँनिर देखेँ हैन, गाडी रोकेको थियो, म एउटा चालक मान्छे त्यहाँनिर। अन्त त्यहाँ पूजामा आउँदाखेरि म त्यहाँनिर बसिरहँदाखेरि मलाई यसो रोडबाट ओह्रालो हेर्ने मौका मैले पाएँ हैन। ओह्रालो हेर्दाखेरि चाहिँ अब मन मेरो एकदमै खिन्न भएर आयो हैन। अन्त म एउटा टुरिज्म सेक्टरमा पनि काम गर्ने मान्छे। अन्त हामीले टुरिज्म सेक्टरलाई लिएर हैन धेरै नै कुराहरू पहाडको संरक्षणको बारेमा हामीले सेयर गरेको थियौँ हैन। अन्त त्यसमध्ये एउटा सबसे ठुलो हाम्रो इस्यु थियो प्लास्टिकलाई लिएर। प्लास्टिक चाहिँ अब हामीले बन्द गर्नु सक्दिन, तर त्यसको युजलाई चाहिँ कम्ती गर्नु सक्छु हैन। र म यति पनि भन्छु कि अब यो जुन चाहिँ जग्गा मैले देखाउँदैछु हैन, त्यो जग्गालाई पुरा सफाई गर्नुपर्छ या प्लास्टिक त्यहाँबाट हटाउनै पर्छ भन्ने छैन। तर यसो त्यहाँनिर यो जग्गालाई हेर्नु हुने या यो जग्गा जसको जुन एडमिनिस्ट्रेटिभको अन्डरमा आउँछ उहाँहरूले पनि एउटा स्ट्रिक्ट मेजर राखेर चाहिँ यहाँनिर मैला फ्याल्नु पाउँदैन र यहाँनिर चाहिँ उयो गर्नु पाउँदैन भनेर भन्नुभयो भने सायद मान्छेहरूले अरू कुनै अल्टरनेटिभ निस्किन्छ होला मान्छेकोमा हैन। या फेरि तपाईहरुले कुनै एउटा वेस्ट फ्याँक्ने जग्गा बनाइदिनुहोस् हैन, जसरी अरू जग्गामा बनाइएको छ। अब त्यसमा त्यो चाहिँ अब मेरो एउटा रिक्वेस्ट र यसमा तपाईहरुको खुला प्रतिक्रिया तपाईहरुले दिन सक्नुहुन्छ। अनि जग्गा चाहिँ कुन चाहिँ हो म तपाईहरुलाई देखाउँदैछु है। र तपाईहरुले हेर्न सक्नुहुनेछ है, यहाँदेखिको तल यहाँ हेर्नुहोस् यसरी फ्यालिएको छ। र यो चाहिँ भोलिको दिनमा हाम्रो पहाडलाई बर्बाद गर्ने कारणै यो भनिन्छ। हिजोअस्ति यहाँनिर हाम्रै यहीँदेखिको हल्का छेउमै एउटा जङ्गलमा ठुलो आगो लागेको थियो, जसमा आधी जङ्गल जलेर तहस नहस भएको थियो हैन। अन्त ठुल्ठुलो धुप्पीको रुखहरू जलेर कस्तो डरलाग्दो आगो लागेको थियो। त्यसलाई कन्ट्रोल नियन्त्रण गर्नु पनि धेरै नै टाइम लागेको थियो र कति टाइमसम्म पनि नियन्त्रण भएको थिएन। र हामीले चाहिँ यसरी मैला फ्याल्नु बन्द गऱ्यौँ भने हाम्रो जग्गालाई चाहिँ हामीले आफै सफा राख्न सक्छौँ भन्ने एउटा मेरो भनाइ है। अब तपाईहरुलाई के कस्तो लाग्छ? अब हुन त यो सफा गरेर सकिन्छ या सकिँदैन त्यो त मलाई थाहा छैन। जग्गा तपाईहरुले हेरिहाल्नुहोस्, चिन्नुभयो होला कुन चाहिँ जग्गाको मैले कुरा गरेको भनेर है। र यहाँनिर हेर्नुहोस्, अब दिनदिनै बर्खा आउँदैछ हैन। अन्त यसरी प्लास्टिकहरूले गर्दाखेरि पहिरो जाने सबै यो गर्ने यिनीहरूले गर्दा हो। अन्त तपाईको अब यहाँनिर हेर्नुहोस् है, यो कल्भर्टको मुनि यस्तो ठुल्ठुलो बोराहरू फ्यालिएको छ हैन। कल्भर्ट ब्लक भएर दिनदिनै बर्खा आउँदैछ, ब्लक भएर पहिरो गयो भने यसको जिम्मेवारी चाहिँ हामी नै हुनेछौँ है।